चामलको भात पकाएर अब यसलाई चाहिँ भोलि बाष्पीकरण विधिबाट यो रक्सी पार्ने कार्यक्रमको लागि भात पकाएर भुइँमा फिजाउने कार्यक्रम भइरहेको छ। यसलाई फिजाएर अलिकति सेलाएपछि मात्रै मर्चा हालिन्छ। कति मनतातो जस्तो भइसकेपछि मात्रै मर्चा हालिन्छ र मर्चा हालेपछि बट्टामा भाँडोमा 1 हप्तासम्म चाहिँ यसलाई कुहाएर राखिन्छ र त्यसपछि यो आगोमा कति पानीको रक्सी बनाउने हो त्यति पानीको रक्सी बनाएर यो रक्सी निर्माण गरिन्छ। ल भात अलिक डढेछ नि, नडढेको भए राम्रो हुन्थ्यो, अलिक डढेछ। ल यो यस्तो खालको हैन, थुप्रो खाना छ। एक भाँडो रक्सी पार्ने नानी चाहिँ हाम्रै स्कुलमा पढ्छिन्, कक्षा 9 मा पढ्छिन्। नाम यिनको अनौठो खालको नाम छ है, नङनुसा राई हुन्। रक्सी पार्न, काम गर्न, यहाँको धन्दा गर्न, खाना पकाउन, पस्किन, भाँडा माझ्न सबै सिपालु छन्। पढ्न पनि जाँगर चलेको बेला त राम्रो पढ्छिन्। अलिक डढेछ कि के हो? अलिक अर्को समाउनेले पो समाउनु पर्छ त। अनि मेरो भुइँमा अब झर्छ, भुइँमा झर्छ है फेरि। ल अब फिजाउने बेला भएको छ। फिजाएर त्यसलाई पनि काटेर हुँदैन, त्यसको माम्री चाहिँ हुँदैन। ए माम्री नहुने रहेछ। अब त्यसलाई चाहिँ अलिक निकाल्ने हो कि त्यतिकै राख्ने त? ल राम्रो फिजाउनु है। अनि मर्चा पनि हाल्न आउँछ? ए ल फिजाएर एकछिन सेलाएपछि त्यसको डल्ला पनि मार्नुपर्छ होला। त्यसपछि चट्ट फिजाइसकेपछि मर्चा हाल्नुपर्छ। ल त्यसपछि अगेना छ।